सम्पूर्णलाई नमस्कार 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 सबैलाई नमस्कार। साथीहरू कोही साह्रै आत्तिनु भएछ कि आत्तिनु हुन्थेन, अवस्था गम्भीर थियो। कहिले कान काटिदिन्छु, कहिले आँची खान्छु, कहिले सिरिन्छु, यस्ता खालका चाहिँ नबोल्दा नि राम्रै हुन्थ्यो। बोलिहाल्नुभएछ, ठिक छ, सबै कुरा बोलेका पुरै गर्नुपर्छ भन्ने केही छैन। अब हाम्रा सत्ता सरकारमा गएका साथीहरू पनि 99% झुटै बोलेर सरकारमा जानुभएको छ। यसलाई म्यानेज गर्दा राम्रै होला, खासै त्यस्तो फरक पर्दैन। आवेशमा आएर बोल्नुभयो, ठिक छ, यसलाई म्यानेज गर्नुहोस्, तर बोलेको कुरा पुरै गर्नुपर्छ भनेर कानै काट्ने काम चाहिँ नगर्नु होला, आजी पनि नखानु होला। गर्दैन उल्टो काट्छु त्यो भन्नुभएको थियो, त्यो पनि प्लिज नगर्नु होला। तपाईँ त आवेशमा आएर गर्नु होला, तर भोलि आफू मुनिका आफू पछाडिका सन्तानहरूले दुःख पाउनेछन्। देश त जे होला होला, तर सन्तान परिवार र आफ्नो घर त खुसी राख्नु पर्यो। बोलेकाहरू पुरा भएनन् भन्दैमा गर्दन काट्ने, आजी खाने र कान काट्ने काम चाहिँ नगर्नु होला भन्दै म बिदा हुन्छु। हस्, धन्यवाद। जय नेपाल, जय काङ्ग्रेस, जय देश।